ल यो भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर 3 भुल्केमा पर्ने यो गाउँ सानो एउटा यहाँ गाउँ थियो। सबै बसे हिँडेर उजाड भएको छ। अस्ति हिँड्दैछौँ त यो घरमा त मान्छेहरू चहलपहल गरेको देख्थेँ, अहिले छैन कोही। यसै साली घरको सबै उठेर हिँडेछ। यहाँनिर यसपालिदेखि बारीहरू बाँझो भएको छ। त्यतिर देख्न सकिन्छ बाख्रा खोरहरू। यहाँ बाख्रा खोरहरू छ। यो ढिकी यो पुरानो हाम्रो मिल ढिकी। यो चाहिँ बाटोहरू चाहिँ के अरे बारीहरू चाहिँ यसरी यसपालिदेखि बाँझो भएको छ। अनि लगायत यता नासतिर पनि घरहरू यिनीहरू चाहिँ पोहोरदेखि नै यहाँ मान्छे यसै पालि हिँडेको अरे। यहाँ पनि नासतिरको घरहरू थियो, त्यो परतिरको घरहरू पनि सबै हिँड्यो। अहिले आएर अब यो 2 घर पनि चाहिँ उठेर हिँडेछ। कस्तो मन रहन्छ यसरी सबै सुन्ने हुँदै गाउँहरू आज रित्तिँदै गइरहेको छ। यहाँ सडक पनि छ, यहाँ विद्युत पनि छ। यहाँ तल विद्युतहरू यहाँनिर छ। विद्युतहरू यहाँ छ। त्यही पनि मान्छेहरू आज बसाइ सरेको छ। यस्तो सम्मसम्म टारबारीहरू छोडेर घरहरू भत्किएको छ। के गर्ला, ऊ मासतिर घरहरू तिनीहरू पनि रित्तै भइसकेको रहेछ। त्यहाँ खोलमा अब देख्न सकिन्छ। ल अब त्यो एउटा सुन्तलाको बोट हुर्किरहेछ। सुन्ने चरामुसा मात्रै। एक समय मान्छेहरू ठुला थाङ्राहरू लगाउँथे मकै फुलाएर प्रशस्तै। आज गाउँ रित्तो। यहीँदेखि पारिपट्टि हेर्दाखेरि विद्यादेवी भण्डारी हाम्रो नेपालको पहिलो महिला राष्ट्रपतिको जन्मेको घर विद्यादेवी पाण्डे घर पनि त्यहीँ छ। यहाँनिर देखिन्छ आमबोटेमा। ल गाउँ सुन्ने भयो।